मान्छे भाइरल हुन्छ भाइरल। अब माइतमा चिया खानु पर्यो भनेपछि हुन्छ। आज त मलाई थकाइ लागेको छ गर्दिनँ। हाम्रो त यस्तो होइन मेरो माइतमा नि 10 बजी भन्दा उता कहिले काम गर्दैन के। त्यहाँ बिहान 6 बजी 10 बजीसम्म फेरि दिउँसो 3 बजीदेखि 5 बजीसम्म। त्यो त मेरो सिस्टमै गर्नु। अनि त्यसरी काम गर्छ यहाँ त कहिले 12 बजीसम्म गर्नुपर्छ। त्यो मेला हिँड्नु भयो नि म जस्तो गरिन्छ मेरो। घर बलान्तिर हुन्छ कहिले 1 बजी भाषण बस्छ अहिले। हिजो हामीले पनि 12:30 मा खाएको हो। गाह्रो छ नि त। जे गरेपछि त कुमारै बस्यो भए हुन्थ्यो नि त। गर्दिनँ म भन्न नि पाइनँ। अब आउने बेला भागेर आउने अनि पाइएन भनेर हुन्छ त है। त्यही त गल्ती ठुलो हो। त्यतिखेर चाहिँ मेरो सर्वस्व मेरो प्राण हजुर नै हो। जस्तो झुपडीमा लगाएर बसिनी बस्छु भनेर हिँड्ने। अनि अहिले आएर चाहिँ त्यही मेरो गल्ती भयो भन्न पाइएन नि। त्यतिखेर हिरो भएपछि अहिले पनि हिरै सम्झिनु पर्यो नि त। मेरो धारणा फेरि अलिक फरक छ कि अरूको भन्दा। त्यतिखेर चाहिँ कोही चाहिँदैन मलाई यो भएपछि भन्दै हिँड्ने। अनि अहिले आएर चाहिँ त्यही घाँडो बनाउनु त भएन। हुँदैन त्यस्तो हुँदै हुँदैन। त्यस्तो सोच्नु पनि पाप हो। त्यस्तै लाग्ने मान्छेले त अरूको पनि हेरेको थियो होला। भेनै नगरिकन बुढी कन्या भएर बस्यो भए हुन्थ्यो। त्यही त। ऊ ठिङ्गनको त्यो उसमा बस्ने माता जस्तो भएर बस्यो भने पनि हुन्थ्यो।